हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मैले किन मिनी भ्लग भनिरहेको छु भन्दाखेरि आज चाहिँ मैले छोटो भिडियो बनाउनेवालामा छु। अब म आज बिहानदेखि पानी परिरहेछ अनि पानी परेको भएर केही गर्नु पनि पाएको छैन, केही भएको पनि छैन। अनि त्यहाँबाट अल्छी लागेर ल लेट्स मेक अ भिडियो भनेर मैले चाहिँ भिडियो सुट गर्न थालेको छु। अनि बच्चाहरू पनि स्कुलबाट आइसक्यो, उनीहरूको एक्जाम चलिरहेको छ, उनीहरू एक्जामको तयारी गर्दैछ। अनि त्यहाँबाट मैले एउटा हिजो उयो लिएको थिएँ कि अस्तिदेखि मैले ट्राइपड लिने भनेर फाइनली मैले लिएँ, तर सस्तो खालको लिएँ कि लिन चाहिँ। अनि एकदमै अफोर्डेबल प्राइसमा थियो। अनि एउटा लाइट पनि लिने भनेर भनेको थिएँ कि, तर त्यो लाइट चाहिँ लिन्छु होला, तर यसमै चाहिँ यति सानो लाइट हुँदो रहेछ। यो लाइटले चाहिँ राति चाहिँ अब अलिअलि जे होस् त्यस्तो धेरै उज्यालो चाहिँ नदिँदो रहेछ, ठिकैको उज्यालो दिँदो रहेछ। अनि जस्ट ठिकै लाग्यो मलाई त। ठिकै लाग्यो भन्दा पनि योभन्दा अगाडि त मैले केही पनि चलाएको छैन। यसको चार्जर हुँदो रहेछ, यस्तो टाइप सी वाला चार्जर हुँदो रहेछ। अनि मैले चाहिँ आज चाहिँ यो ट्राइपडबाट चाहिँ भिडियो सुट गर्न खोजिरहेको छु खासमा चाहिँ। अनि आज चाहिँ त्यस्तो केही पनि छैन, सिम्पल यति छोटो। यो भिडियो म हाल्न पनि सक्छु, नहाल्न पनि सक्छु। अस्ति पनि मैले गोदावरी जाँदाखेरि भिडियो सानो क्लिपहरू एक दुईवटा लिएको थिएँ, तर पछि त्यहाँ पानी पऱ्यो के भयो अनि भिडियोहरू लिन नै पाएनौँ। अनि त्यसपछि हामी फर्किहाल्यौँ। त्यसमा मैले केही पनि भिडियो सुट पनि गरेँ, त्यो मैले हाल्दै हालिनँ। अनि आज चाहिँ अलिक अल्छी लागेको भएर अनि दिनभरि पानी परिरहेको भएर चाहिँ मैले एउटा भिडियो लिन खोजेको। से हाई, खोइ तिमी त काट्यो छेउ कि अन्त लाग्नु। अनि त्यसपछि आज चाहिँ हामी दुईजना मिलेर चाहिँ के गर्छौँ भन्दाखेरि उनीहरू चाहिँ एक्जामको तयारी गरिरहेको छ नि त। अनि अहिले चाहिँ अब उनीहरूलाई त फेरि 5-5 मिनटमा आधी घन्टामा ब्रेक चाहिरहेको हुन्छ। एकछिन मोबाइल नबजाउन मेरो, ब्रेक चाहिरहेको हुन्छ। अनि यो ब्रेकमा चाहिँ हामी चाहिँ भिडियो सुट गर्ने भनेर सोचिरहेको थियौँ कि। अनि उनीहरू पढ्दा मैले पनि एउटा नयाँ बुक कहाँ छ र, नयाँ बुक चाहिँ पढिरहेको छु कि अहिले। यो मैले मान्छेको मन भन्ने बुक पहिले किनेको थिएँ, अहिले चाहिँ म यो पढ्न पनि थालेको छु। मैले यो अघि मैले यति थोरै उनीहरू पढ्दै गरेको बेला म चाहिँ किन फोन हेरेर बस्नु भनेर मैले पनि यो अलिकति पढेँ। म अब यो 2-3 दिनमा पढिसकाउँछु, अनि कस्तो रहेछ भनेर रिभ्यू पनि दिइहालौँ ल। अनि आज चाहिँ खासमा हामी के देखाउने भन्दाखेरि हाम्रो यहाँ बाहिर भएको अलिकति मिनी गार्डन हाम्रो सानो गार्डनहरू छ, त्यो गार्डन देखाउँछौँ है त, हेर्नु होला। त्यहाँ चाहिँ कस्तो मजाले फलाएको छ, रातो भइसक्यो। अनि त्यहाँदेखि यसरी लेटस पनि छ हाम्रो। अब योभन्दा त के देखाउनु नि, यति नै छ सँग है। मनी प्लान्ट छ, अनि त्यो के अरे यो छ, अनि लेटसहरू छ, अनि लकी प्लान्ट छ। यति नै हो हाम्रो गार्डन चाहिँ, यति नै हो। अनि यता चाहिँ पानी परिरहेको छ हेर्नुहोस् है, रेन इज रेनिङ। अनि त्यसपछि भन, अनि तिमीलाई कस्तो लाग्दैछ? एक्जाम राम्रो भयो भनेर खुसी भएर नि। भोलि के एक्जाम हो? इङ्ग्लिस हो। इजी हो कि के? इजी लेमन क्विजी हो के भन्छ? इजी लेमन क्विजी हो त्यस्तो। अनि तिमीलाई सबैभन्दा इजी सब्जेक्ट चाहिँ कुन चाहिँ हो? सबसे इजी सब्जेक्ट मैथ। 5000 मैथ इजी। अनि त्यहाँबाट सबैभन्दा हार्ड चाहिँ? सबसे हार्ड त सामाजिक आज गरेको होइन सामाजिक। अनि सबै उयो साइन्स चाहिँ सबैभन्दा हार्ड हो। साइन्स हो ल, ठिक छ। अनि कस्तो भयो त अहिलेसम्म? कतिवटाको एक्जाम दियो तिमी? 4। अन्त यसमा चाहिँ एउटा रिमोट कहाँ गयो? रिमोट मैले निकालेको छैन कि क्या। यस्तो रिमोट पनि रहेछ क्या। अनि यो रिमोटले चाहिँ यो ब्लुटुथ त्यो फोनमा कनेक्ट गरेर, अनि यो रिमोटले दबायो भनेदेखि यो फोटोहरू सुट गर्नको लागि, भिडियोहरू क्लिक उयो गर्नको लागि आफै हुँदो रहेछ। यस्तो रिमोट पनि हुँदो रहेछ। अनि त्यहाँबाट चाहिँ अब यो खासमा के हो भन्दाखेरि चाहिँ यो मैले किन किनेको, यस्तो अलिक राम्रै खालको किनौँ भनेको छु, तर राम्रो खालको किन्न त निकै नै महँगै राम्रै भनौँ न, अलिक राम्रै किनेको भए पनि हुन्थ्यो। तर यो सब मेरो त यो रहर मात्रै हो नि त, यो मैले गरेको। अब यसैमा केही गर्छु भन्ने त होइन, पक्कै पनि गर्न पनि सक्दैन, यो केही होइन। अनि भोलि के पर्छ हेर्दाखेरि एउटा मेमोरी हुन्छ। अनि त्यहाँबाट यो रहरको लागि मात्र गरे यो सबै। अब यसो रहर पनि, यसो रमाइलो हुन्छ नि, यसो टाइम पास त के भन्नु र। यसो अब भनौँ जे भने पनि यो एउटा रहरको कुरा मात्रै हो। त्यही भएर ठिकैको सामान हाल्ने, ठिकैको सबै ठिकैको
गर्दै जान्छु के हुन्छ त्यो हेर्दै नै गरौँला। अनि यो कन्टेन्टहरू भिडियोहरू बनाउनुलाई चाहिँ मलाई त यहाँ भनेर गाउँमै ठिक लाग्यो। गाउँमा गयो भने चाहिँ के न के भइरहन्छ, यहाँ त के गर्ने, त्यो बाहिर त्यो यस्तो भिडियोहरू सुट गर्ने यस्तो अप्ठ्यारो लाग्ने है। अनि त्यहाँदेखि फेरि त्यस्तो भिडियो बनाउने साथी पनि नहुने, सबैजना यस्तो क्यामेरामा कम्फर्टेबल हुन्छ भन्ने पनि नहुने। अहिले चाहिँ मैले प्याक बनाइसकेँ। अनि यसलाई चाहिँ यो चाहिँ किन लाउँछु भन्दाखेरि सुरुमा चाहिँ योभन्दा कति समय अगाडि चाहिँ मेरो यस्तोमा अनि यो निधारमा नै पिम्पलहरू आउँथ्यो कि। अनि कहाँदेखि त्यो टिकटकमा चाहिँ यस्तो के भन्छ यो यस्तो खालको मार्क्स हुन्छ नि, अझ त्यो टिकटकमा त टिस्यु पेपरहरू टालेर निकाल्ने त्यो गराएको थियो। एकचोटि हामीले त्यो ट्राई गराएको थियो, ल कस्तो हुँदो रहेछ ट्राई गरौँ न भनेर गराएको थियो गाउँमै। अनि त्यो गरेपछि मेरो त्यो पिम्पलहरू हुन्छ नि, पिम्पलहरू नि आउनु छोड्यो। त्यसले उयो गरेको कि न खै के त्यो उयो कोइन्सिडेन्ट मात्र भएको कि त्यो चाहिँ थाहा भएन। तर मेरो यहाँको पिम्पलहरू पनि हरायो, पिम्पल आउनु अलिक कम धेरै नै कम। अहिले त मलाई त्यो पिरियडहरू हुँदाखेरि मात्रै एक दुईवटा आउँछ, त्यो त नर्मलै भइगयो होइन भने मेरो पिम्पलहरू हराएको। अनि त्यहाँदेखि चाहिँ मैले कन्टिन्यू जस्तो हप्तामा नभए पनि 15 दिनमा जस महिनामा एक दुईचोटि चाहिँ गरिरहेको हुन्छ। अनि अहिले चाहिँ मलाई फेरि पिम्पलहरू एक दुईवटा पिम्पलहरू आउनु थालेको छ कि। अस्ति यहाँनिर आयो, त्यसलाई मैले उयो गरेँ, यहाँनिर आयो त्यसलाई पनि निचारेँ यहाँनिर। अनि त्यो भएको भएर चाहिँ मैले फेरि आज चाहिँ यो मास्क चाहिँ फेरि लाउनु थालेको। यो लगाएपछि चाहिँ पिम्पलहरू आफै बिस्तारै अब मलाई चाहिँ है फेरि अरूलाई चाहिँ के हुन्छ कस्तो हुन्छ त्यो थाहा भएन कि। फेरि मलाई त्यस्तो हुन्छ भन्दैमा सबैको यो लाउने बित्तिकै पिम्पल हराउँछ भन्ने चाहिँ होइन। तर मलाई चाहिँ पिम्पलको लागि चाहिँ यो अलिक उयो भएको थियो कि, त्यही भएर मैले आज फेरि पनि यो लाउन आँटेको। मैले मुखहरू धोएर आइसकेँ। अनि अहिले चाहिँ यस्तो छ, मुखहरू धुँदाखेरि यस्तो त त्यो लाउनुभन्दा अगाडि। अनि अहिले म यो लगाएर धोएर देखाउँछ, के डिफ्रेन्स त केही पनि हुँदैन, यस्तै हो, केही पनि हुँदैन। त्यही पनि म चाहिँ अब यो लगाइसकेर देखाउँछु, त्यो लगाइसकेर अथवा म यो लगाइसकेर देखाउँछु। यस्तो भुत जस्तो पो देख्छु म। यो फेस प्याक चाहिँ अब त्यो के मिसायो भनेर त के भनिराख्नु र, यो टिकटकतिर छ्यासी नै छ। तर यो युज गर्नुभन्दा अगाडि चाहिँ अलिक आफ्नो फेसले के लिन्छ के लिँदैन, के सुट हुन्छ के सुट हुँदैन भनेर चाहिँ अलिक ख्याल गरेर लाउनु पर्ने हुन्छ। फेरि लाउनु पायो भन्दैमा बेसरी लपक्कै जे पाए त्यही लाउनु पनि भएन। अलिक सेन्सिटिभ खालको फेसहरू छ भने चाहिँ यस्तो जे पाए त्यही चाहिँ नलाउँदै राम्रो। लाउनुहुन्छ भने पनि सुरुमा अब अलिकति लाउने, अनि त्यसपछि 2-3 मिनट राखेर 2-3 मिनट अब चिलाउने ओर्ने भयो उयो भयो भने चाहिँ निकालिहाल्नु कि, होइन भने मात्र राख्नु। त्यसरी जस लाउनु पायो भन्दैमा छपक्कै लगाइहाल्ने भन्ने कुरा चाहिँ नगर्नु होला तपाईँहरूले पनि। अनि जस मलाई चाहिँ यो फेस प्याक सुट हुन्छ भन्दा पनि मेरो पिम्पलको लागि चाहिँ यसले एकदमै राम्रो काम गरेको छ। होइन मेरो यस्तो डरलाग्दो पिम्पल आउँछ नि त्यो मुखको वरिपरि, एउटा आयो त्यो सुक्न आयो, फेरि अर्को आउँथ्यो, फेरि अर्को यो दुइटै साइडमा कि यस्तो दागै बसिसकेको थियो। अनि त्यसपछि अहिले त्यो दागहरू पनि अलिक फेड भएको छ। मैले त्यो स्किन केयर गरेर हो कि न, अब त्यो अब लेजिटली त्यो जेसुकै भयो पनि। अनि अब चाहिँ म यो सुकेपछि यसलाई म राख्छु 15 मिनट 20 मिनट भन्दा अब ज्यादा चाहिँ राख्दिनँ। त्योभन्दा ज्यादा राख्नु पनि हुँदैन, त्यति राख्छु। अनि सुकेपछि धोएर देखाउँछ है। अहिले चाहिँ म मुख धोएर पनि आइसकेँ। अनि अघिदेखि इन्डिङ गर्न लागेको के भएर धोएको मुख पनि सबै सुकिसक्यो। अहिले चाहिँ यस्तो भएको छ। अनि आजको भ्लग चाहिँ अब यस्तै भयो। यो चाहिँ मैले ग्लोको लागि के को लागि लगाएको होइन, यो पिम्पलको लागि लगाएको। अलिअलि पिम्पल आउनु थालेपछि म यो लगाउँछु। अनि त्यहाँदेखि यति नै हो आजको भ्लग चाहिँ। यसो गफ यस्तै धेरै दिनपछि बनाएको भ्लग पनि। अब चाहिँ म स्कुल आएपछि घर जान्छु नि, घर गएपछि सायद अलिक कन्टिन्यू नै हुन्छ होला। यहाँ चाहिँ अलिक कम किनभने खासै केही पनि हुँदैन, काम बनाउनु पर्ने कुरा गफै गरे हो। भ्लग भिडियो खोलेर गफ त के गरिराख्नु र किन चाहिँ बोरिङ गराउनु भनेर मैले नबनाएको मात्रै हो। अनि कहीँ घुम्न गए पनि अस्ति गोदावरीको बनाएको थिएँ, के भन्यो त्यो मैले हालिनँ। अनि अहिले चाहिँ आजको लागि चाहिँ यति नै भन्दै म फेरि लिएर आउनेछु अर्को नयाँ भ्लग भन्दै यो भ्लगबाट चाहिँ बिदा लिन चाहन्छु। बाई बाई, से बाई छसङ, बाई।